चुनावी अभियानमा हिँडिरहनु भएको छ, तपाईले कस्तो अनुभव गरिरहनु भएको छ? अहिले एकदम उत्साहको अनुभव गरेको छु। तरुणका दाजुभाइ दिदीबहिनीहरू जहिले पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्छ। यही दमौलीबाट मैले राजनीतिको सुरुवात गरेको हुँ। त्यसकारण म यहाँको जनताप्रति पूर्ण वफादार छु, यहाँको जनताप्रति पूर्ण विश्वस्त छु। यहाँको दाजुभाइ दिदीबहिनीहरूले लोकतन्त्रको रक्षाको लागि आफ्नो चाहिँ महत्त्वपूर्ण भूमिका सधैँ खेल्नुभएको छ र फेरि पनि खेल्नुहुनेछ। र नेपालमा लोकतन्त्र साकार गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन अब नेपाली जनता अगाडि आइसकेका छन् र यसपालिको संविधान सभाले देशको समस्याको समाधान गर्छ र मुलुकलाई विकासको बाटोमा अघि बढाउँछ। तपाईँको भोट ब्याङ्क भनेर मानिएको दक्षिणी क्षेत्रमा अहिले अन्य दलका उम्मेदवारहरूको चहल पहल अलिक बढी छ। तपाईँलाई कतिको जहाँको चाहिँ छ त्यो भोट ब्याङ्कमा कुनै असर पर्दैन, कुनै फरक परेको छैन र त्यसमा अझ बढोत्तरी भएको छ र म विश्वासको साथ भन्न चाहन्छु यसपालि चाहिँ हामी चाहिँ यो तनहुँ जिल्लाको 3टै क्षेत्रमा अत्यधिक बहुमतले हामी चुनाव जित्छौँ। जस्तो तपाईँले जिल्लामा अहिले विकासको केही मुद्दाहरू पनि म लिएर जान्छु, काङ्ग्रेसको जित विकासको जितो भन्नुभएको छ, के गर्नुहुन्छ तपाईँले? विकासका मुद्दाहरू मैले अगाडि सारिसकेको छु। म यो जिल्लाको चाहिँ विकासलाई चाहिँ एउटा ठोस आधार प्रदान गर्ने मेरो कार्यक्रम मैले प्रस्तुत गरेको छु र त्यसमा जनताले विश्वास गरेका छन्, किनभने काम सुरु भइसकेको छ र तनहुँलाई चाहिँ एउटा चाहिँ समग्र विकास गर्ने, यहाँको चाहिँ यो सडक सञ्जालदेखि लिएर यहाँको विद्युतीकरणदेखि लिएर यहाँको शिक्षा र स्वास्थ्यदेखि लिएर यहाँको पर्यटनदेखि लिएर यहाँको समग्र चाहिँ विकासमा एउटा चाहिँ सशक्त चाहिँ कार्यक्रम हामी अगाडि बढाइरहेका छौँ र यो जिल्लामा हामी चाहिँ 5 वर्षभित्रमा कायापलट भएको हामी देख्न सक्छौँ। देशव्यापी रूपमा काङ्ग्रेसको माहौल कस्तो छ र कति सिट ल्याउने अनुमान गर्नुभएको? रूपमा नै काङ्ग्रेसको पक्षमा जनमत छ, किनभने काङ्ग्रेसहरूको एउटा जिम्मेवार पार्टी हो। काङ्ग्रेस आफूले जे बोल्छ त्यही कुरा गर्दो रहेछ। काङ्ग्रेस धेरै उल्लु कुराहरू, उटपटाङ कुराहरू गर्दो रहन्छ र मुलुकलाई अगाडि बढाउने र मुलुकलाई ठोस दिशा प्रदान गर्ने र मुलुकको उन्नतिमा चाहिँ एउटा चाहिँ दरिलो आधार प्रदान गर्ने पार्टी यो काङ्ग्रेसै रहेछ र यो राष्ट्र जोगाउने, प्रजातन्त्र जोगाउने पार्टी काङ्ग्रेस नै भन्ने कुरा आज साराले चाहिँ विश्वास गरेको छ।